वेलकम टु आवर न्यू भ्लग झोरले नमस्ते हजुरहरुलाई सबैलाई। आज चाहिँ हामीहरु 8 माइल बैरागी थान फ्यामिलीसँग दर्शन गर्नको लागि जाँदैछु। हजुरहरु पनि हाम्रो भिडियो हेरेर दर्शन गर्नु होला। के भन्ने तपाई जाने कि नजाने? मेरो अनुहार त तर राम्रै देखेको रहेन र दादा। धन्न किन? बाउलाई एक्सरसाइज गर्नुपर्ने, खाजा बनाएर दिनुपर्ने। मेरो काम त त्यही हो, गाईगोरु बाख्रा बेच्नु। त कहिले रेडी हुन्छ सन्ता? छिटो रेडी हो। म चाहिँ गाइस यस्तो लुकमा छु, तर हामीहरुको फ्यामिलीहरु चाहिँ सबै नुहाएर रेडी भइसक्यो। म चाहिँ मुख पनि ब्रस पनि गरेको छुइनँ हैन मम्मी। आज चाहिँ हामी मामालाई लिएर दर्शन गर्न जानु आँटेको बैरागी थान। हजुरहरुलाई कस्तो लाग्छ भन्नु होला कमेन्टमा। मामा मामा गजब बेइज्जती है हजुर। के भन्दिनु न। ए ठिकै छ। अब हामी दर्शन गर्न जाँदैछौँ मन्दिरतिर। सबै राम्रै छ, घरतिर पनि सब ठिकठाक रहेछ। अनि हामीहरुको यसो गाउँघर कस्तो लाग्यो हजुरलाई आएर? एकदम ठिकठाक राम्रो। पहिला र अहिलेमा कति डिफरेन्स रहेछ? पहिला भन्दा धेरै राम्रो बनायो नि अहिले। हो धेरै डेभलप भइसकेको छ। अरु धेरै डेभलप भइसकेको छ। पहिला अब खरको छानाको घर थियो, झाप्रा र झुप्रो। दुर्गाको घर त जरा कुटी थियो। अच्छा हमको सिखा रिया है। धेरै डेभलप भएको छ। त्यत्रो अब आरसीसी ढलाई बनाएको छ। धेरै धेरै शुभकामना। यतिकै गरी जानु होला, अगाडि बढ्नु होला, धेरै पढ्नु होला। जोइ राम्रो ल्याएर घरमा राख्नु होला। जाने कुरो चाहिँ होइन है, आमा बाबुलाई हेर्ने जोइलाई चाहिँ ल्याउनु पर्छ बस्ने गरी। ओके, हामीहरुको मामाजी हुनुहुन्छ, टाढोबाट आउनु भएको छ गाइस। आज चाहिँ मामालाई लिएर मन्दिर दर्शन गर्न जानु आँटेको। बैरागी बाबालाई दादाज्यू आउनु भएको छ बेंगलोरबाट। अस्ति 6 तारिक आइपुग्नु भयो है दादा। अनि दादा दिदीहरुसँग पनि हामी घुम्न जाँदैछु बैरागी थान। हामी चाहिँ सबै फ्यामिली मेम्बर्स। यो रेडी हुनु बाँकी नै छ। अब रेडी हुनु बाँकी छ। म र दादा चाहिँ नुहाएको पनि छैन। अनि हाम्रो दिदीज्यू चाहिँ पुरा एकदम नुहाई धुवाई पुरा रेडी भएछ। केही भन्नु चाहिँ हजुरलाई भन्नु होला। के गर्नु, तिम्रो त नलैकिन जानु आँटेको दादा। अरु अहिले एकछिनमा रेडी भएर जान्छु भन्दै होला। यतिखेरसम्म मुख धुएको छैन। साह्रै साल गरिदिनु भयो दिदीले त मेरो त। हेर्दै गर्नु होला गाइज हामीहरुको भिडियो। अब चाहिँ हामी अगाडि गएर हजुरहरुलाई सबै देखाउने छौं मन्दिरहरु। अरु गएको रास्ताहरु पनि हामीहरु कस्तो छ के छ जरुर हजुरहरुलाई भिजिट गराउँछु। तबसम्मको लागि स्टे ट्युन। भिडियो गाइज मलाई हेर्नु त यहाँ यो चाहिँ चराको गुँड हो। यसमा चाहिँ चुरा भालेको रहेछ। यो चाहिँ हैन पोथीको सोरी। यहाँ हेर्न सक्नुहुन्छ भित्र चराको बच्चा राख्छ। यहाँ दामी छ नि। गाउँ तामुलको बोर्डमा हुन्छ यो। बवाल छ है। यस्तो यस्तो बोर्डमा हुन्छ, ठुल्ठुलो बोर्ड हुँदै यसमा यस्तोमा चराको गुँड दामी हुन्छ नि है। ल गाइस अब चाहिँ हामी बैरागी मन्दिरको लागि रवाना भइसकेको छु। हजुरहरुलाई पनि हेर्दै जानु होला। हामी चाहिँ फिलहाल गाडीमा छु। मेरो भाइ, मेरो दिदी, मेरो बहिनी, बोजू अनि मामाहरुसँग जाँदैछु। हजुरहरु पनि हेर्दै गर्नु होला। हामी रास्ताको पनि अलिअलि भ्यूहरु देखाउने छु हजुरहरुलाई। तब तकको लागि बाइ बाइ। बैरागी बाबा जाँदैछु। स्टारको मात्रै आउँछ, बुढाबुढीको पुरै आउँछ। त्यही त नि बच्चा। खालि जुवानी कहाँ जाँदैछु बजू? अहिले बैरागी जाँदैछु है। अब मन्दिरमा बैरागी मन्दिर।
सबैजनालाई लिएर जाँदैछु। यो हेर्ने मान्छे सबैलाई नि ल अब हामी उता पुगेर भेट्छ नि बोजू। हेलो गाइस, फाइनली हामी चाहिँ बैरागी थान मन्दिर आइपुगेको छु। हजुरहरू पनि हाम्रो साथमा दर्शन गर्नु होला। हाम्रो बोजू हो, ठुलो बाउ पनि आएको। हेलो गाइस, फाइनली हामी बैरागी थान पुगिसक्यौँ बैरागी बाबाको दर्शन गर्नु लागि। अनि अब दर्शन हुन्छ अनि दर्शन पछि भेट्छु। आजको भ्लग त मैले यहाँ आएर सुरु गरेको, किन भन्दाखेरि घरदेखि बहिनीले गरिरहेको रहेछ। सो अब भिडियो कम्प्लिट गर्छु, त्यसपछि भेट्छु है तपाईँहरूलाई। दर्शन गर्छु, दर्शन तपाईँहरूलाई नि गराउँछु। तपाईँहरू भिडियो मार्फत नै गर्नु होला र को आउनु भएको छैन आउनु होला। बैरागी बाबाको दर्शन गर्नु होला। एकदमै राम्रो, एकदमै पिसफुल ठाउँ छ। एकदमै मनमा एकदमै शान्ति, एकदम खुसी मिल्छ हो। अनि त्यही भएर आउनु होला, हजुरहरू पनि दर्शन गर्नु होला। एकदमै राम्रो ठाउँ छ भन्दै म चाहिँ भित्र जान्छु र म दर्शन गर्छु अब। अनि त्यसपछि तपाईँहरूलाई भेट्छु है त। अहिलेको लागि चाहिँ बिदा लिए। पूजाको लागि हामीले सामान लिइसक्यो, लिएर हामी अब मन्दिरतर्फ लाग्दैछौँ। हेर्न सक्नुहुन्छ यतिको सामान चाहियो। अनि यहाँ चाहिँ पान धुपकाठी अनि पत्ता छ, यताबाट सामान लिनु छ। अब यहाँ अझै सामान छ, यहाँ परेवाहरू छ, परेवा चाहियो है त। परेवा जोडी र जाँदैछौँ हामी मन्दिरतर्फ। तपाईँहरू पनि अवश्य आउनु होला, भिजिट गर्नु होला है त। एकदमै राम्रो ठाउँ छ, एकदम पिसफुल, शान्ति, मजा पनि आउँछ। अनि यहाँ चाहिँ छ यो चाहिँ के भन्छ देउताको है। भिडियो गर्नु दिन्छ कि दिँदैन हौ। ल काकाहरूलाई पनि भेट्यो फाइनली। ल काका ल लगाइस फाइनली हामी दर्शन गर्न आइपुग्यो। अब दर्शन गरेर भेट्छ। दर्शन हुँदैछ गाइज हाम्रो। दर्शन पछि परिवारहरू हेर्न सक्नुहुन्छ। बाबाजी दर्शन गर्नु छ है तपाईँहरूले पनि। तपाईँहरूले पनि दर्शन गर्नुहोस् बैरागी बाबाको। ल फेरि एकचोटि ढोका त्यहाँ बसेर उता त नि फेरि ढोका। हजुर पैसा गुछ छैन कि भएन मलाई। यो चाहिँ के गर्नु? दर्शन भएमा दर्शन यो चाहिँ परिवारलाई
एकैबार झराप्पै हल्लाउँदै जाउँ। मैले त दिएकै छैन त अन्त यता छर्दैन भाइ मलाई नि एक मुठी यो धर त एक मुठी दे यहाँ लिने यो दुईजनाले त्यो उयो गरेको भिडियो गर्दा यहाँ खुसी खोज्न कतै टाढा जानु पर्दैन मान्दै तपाईँ जहाँ खुसी हुनुहुन्छ त्यही नै खुसीको संसार हुनेछ र हरेक कदम हरेक पाइलामा हिँड्नलाई साथमा सही व्यक्ति हुनुपर्छ जीवन त्यसै उज्यालो हुन्छ मधुर गरेको सङ्घर्ष दुःख र साथमा साथ दिने मिठो मिठास हुनुपर्छ जीवन त्यसै खुसीले भरिएको संसार हुन्छ मधुर फाइनली दर्शन कम्प्लिट भएर हामी अब फर्किँदैछौँ घरतर्फ अनि के कसो हुन्छ अब दर्शन त देखिसक्नुभयो तपाईँले हाम्रो अब तपाईँहरू पनि एकदमै आउनु सक्नुहुन्छ होइन अब टाढा टाढा हुनुहुन्छ भने देश परदेशमा अब यही भिडियो मार्फत तपाईँहरूले पनि दर्शन गर्नुहोस् र भ्याउनु भयो या फिर गाउँघर आइपुग्नु भयो फर्किनु भयो आसाममै नियर बाई हुनुहुन्छ भने चाहिँ अवश्य आएर एकचोटि दर्शन चाहिँ गर्नै पर्ने हुन्छ यति खुसी मिल्छ तपाईँलाई यति शान्ति मिल्छ एकदमै राम्रो छ त के भन्न चाहन्छस् के भन्नु आउनुहोस् हजुरहरू पनि पूजा गर्नुहोस् यहाँ चाहिँ पहिल्यैदेखि उखान छ जे मागेको हजुरहरूले जे माग्नुहुन्छ यहाँनिर सबै त पुरा हुन्छ भन्ने आशा गर्छु सबैजनाले त्यही कारणले चाहिँ सबैजना आएर एकचोटि दर्शनहरू गर्नुहुन्छ यहाँबाट चाहिँ एकदमै खुसी मिल्छ एकदमै खुसी अनि शान्ति ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है नहीं ल ठिकै छ हजुरहरूलाई फेरि अब बाटोतर्फ भन्दा पनि घर पुगेर ठ्याक्कै भेट्छु त्यसपछि के कुराकानी हुन्छ अब तपाईँहरू डेली ब्लगमा हेर्दै गर्नुहोस् आनन्द लिँदै गर्नुहोस् भेटौँ चाँडै भनेर बिदा त लिन्न अब घर पुगेर फेरि भिडियो इन गर्नुपर्छ अनि ट्याक्क लाएर भेट्छु घर आइपुगिसक्यो र ब्लग कस्तो लाग्यो मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै अब भेटौँ अर्को भिडियोमा अहिलेको लागि चाहिँ बाइ गाइज है त